नमस्ते, म पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठ तपाईहरुलाई चाहिँ यो खेलको बारेमा चाहिँ इन्फर्मेसन हजुरलाई दिन गइरहेको छु र धेरैभन्दा धेरैलाई त थाहा भइसकेको छ र थाहा नहुने जतिलाई चाहिँ अस्ट्रेलियाको सिडनीमा चाहिँ हाम्रो अवन स्थित यो बीएनबी होम लोन थर्ड गलकोट कप भनेर चाहिँ यही आउँदो 20 मा चाहिँ सन्डे म्याच हुन गइरहेको छ र यसमा चाहिँ तपाईहरुले धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरुको बिजोड प्रस्तुति पनि फाइट पनि देख्न सक्नुहुनेछ र हाम्रो यहाँको नियम भलिबलको चाहिँ कस्तो छ भने सम्पूर्ण एकजना नेसनल प्लेयर चाहिँ एकजना एउटा टिमबाट चाहिँ खेल्ने रुल्स रहेको छ। त्यो भएको भएर चाहिँ 6-7 जना नेसनल प्लेयर अस्ट्रेलियामा आइसक्नु भएको छ र त्यो गर्दा चाहिँ सम्पूर्ण टिमहरू एकदमै स्ट्रङ रहेको छ। टुर्नामेन्टहरू एकदमै प्रतिस्पर्धात्मक रहेको छ र हेर्न नछुटाउनु होला भन्दै यो जुन बीएनबी होम लोन र थर्ड गलकोट कपको चाहिँ कार्यक्रमको लागि पनि शुभकामना दिन चाहन्छु र सँगसँगै अब हाम्रो यहाँ अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरू चाहिँ म सरसर्ती भन्दैछु कुन अन्तर्राष्ट्रिय भलिबल खेलाडी कुन टिमबाट खेल्न गइरहेको छ भनेर चाहिँ भन्छु है त। सबैभन्दा सुरुमा रहेको छ गोर्खाबाट चाहिँ विशाल विक रहेको छ। अर्को हाम्रो राजु थकाली पनि हुनुहुन्छ, उहाँ चाहिँ थकाली टिमबाट हुनुहुन्छ। त्यस पछाडि रहेको छ म्याग्दी कालीबाट चाहिँ टङ्क टेकराज अवस्थित रहनु भएको छ भने जलजलाबाट चाहिँ हेमन्त बहादुर मल्ल, त्यस्तै गरी पोखराबाट चाहिँ म आफै मानबहादुर श्रेष्ठ, धोरपाटनबाट चाहिँ रहेको छ राजेन्द्र विष्ट र अर्को हाम्रो अन्डर 23 को भाइ बसन्त भाइ पनि हुनुहुन्छ, उहाँ चाहिँ म्याग्दी कालीबाटै रहेको छ। अब यो गेम चाहिँ मैले हजुरहरूलाई यो मेरो युट्युब च्यानलमा चाहिँ हेर्न सक्नुहुनेछ, प्रत्यक्ष प्रसारण सबैले हेरेर साथ दिनु होला र खेलको टाइम चाहिँ म हजुरको यो मेरो भिडियोको तलपट्टि देखाइदिनेछु। सबैले चाहिँ यो हेरेर फलो गरेर गेममै भेटौँला, इन्जोय गर्नु होला। धन्यवाद।